सलाम गुरुजी, म एक स्त्रीलाई प्रेम गर्थे र ऊ पनि मलाई प्रेम गर्थे। केही कुराको कमी थिएन। धन भने धन, उसको सबै आवश्यकताहरू पूरा गरिदिन्थे, तर पनि उसले मलाई छोडेर गयो। जीवनको रस हराए जस्तो लाग्न थाल्यो। अब ऊ प्रति घृणा, अहंकार, क्रोध आउन थाले जस्तो लाग्छ मलाई। अब एक पटक भेटे भने अनुहारभरि थुक्न, शरीरभरि छुरा प्रहार गर्न मन लाग्छ। कृपया अब मैले के गर्दा राम्रो होला, मलाई दिशा देखाउनुहोस्। प्रेम गर्नु पाप होइन। पाप यो हो कि प्रेममा प्रेमिकालाई आफ्नो सम्पत्ति मान्नु चाहिँ पाप हो, र यो गल्ती सबैले गर्छ र परिणाम स्वरूप तिमीलाई थाहा छ। प्रेम त एक प्रकारको स्वाद हो। प्रेमलाई न त शब्दमा उतार्न सकिन्छ, न त शब्दमा वर्णन गर्न नै सकिन्छ। त्यसैले म त भन्छु, जति प्रेमको रस लिन सक्छौ लेऊ, र जति प्रेमको रस दिन सक्छौ देऊ। र आयो तिम्रो प्रश्नको, तिम्रो प्रेम स्वार्थी प्रेम हो। यदि तिमीले त्यो स्त्रीलाई साँचो प्रेम गरेको भए ऊ अरूसँग गए पनि ऊ खुसी छ भने उसको खुसीमा तिम्रो खुसी झल्कन पर्थ्यो, न कि घृणा र अहंकार। कसैको इच्छालाई पूरा गरिदिन, त्यसलाई म प्रेम भन्दिन। प्रेम त घामको ज्योति जस्तो बलिरहनु पर्छ। रात पर्यो भन्दैमा घामको ज्योति मर्दैन, तर तिमी भन्छौ एक पटक भेटे भने अनुहारभरि थुक्छु, छुरी प्रहार गर्छु। यो कस्तो प्रेम हो? यो त प्रेम नै होइन। जहाँ साँचो प्रेम हुन्छ त्यहाँ घृणा हुँदैन, अहंकार हुँदैन।